बुवा भनेको पनि मै हुँ, दिदी पनि मै हुँ। बहिनीकै पिरले मैले आजसम्म बिहे गरिनँ। अब मै जस्तो होस् भन्ने म चाहदिनँ। ठिकै छ नि नानी, पाखा लन्दे। स्यारो ल अब हुनेवाला ताङ्ली नानी। अब केटा चाहिँ यो अब हेर्दा यो दुईजना उस्तै उस्तै देखे पनि अब ऊ भन्दा चाहिँ 3-4 वर्ष नै कान्छो हो। र अब आदाङमाको कुरा सुन्दाखेरि भित्रै मनबाट भक्रान छुटेर आयो। तर अब फुल फुलेपछि भमरा त घुम्ने नै भयो। सृष्टि चलाउनलाई पुल थाप्नै पर्यो। अब पुल थापेपछि वारिपारी हुन्छ। वारिपारी नभए त कुटुम्ब पनि हुँदैन। त्यसैले आदाङमै यो चाहिँ यसो समय दिनुहुन्छ कि भन्ने आश गरेको छु। आदाङबासे अब हामी त साह्रै अभागी छौँ भन्दैमा बहिनीको भाग कर्म त बिगार्नु भएन होला। हुनेवाला ज्वाइँको खुट्टादेखि हेर्न पाए हुन्थ्यो। मोजा लगाइराख्नु भएको रहेछ। बा खुट्टाको औँलाहरू पो छैन कि हाँगे बिङ्गेहरू पो छ कि। तेरिका दाजु छिटो खोल्नु न हौ, भोक लागिसक्यो। केटा तिम्रो चस्मा निकाल त। अँध्यारोमा त फेरि के को चस्मा हो काका पनि काका बोकुम नगर हरामी तेरो दिमाग सोझिने गरिदिन्छु नि फेरि। अब चाहिँ सबैकोमा भन कि, तर यो महिलाकोमा चाहिँ म जाँदिनँ है केटी माग्नु। के खालको मान्छेहरू आउँछन् हौ? भाषीहरू भाग्य बिगारिदिन्छन्। टुहुरी भनेर हेपेको होला नि, अगुल्टोले दिन्छु।